आएर राम्रो लाग्यो तर यहाँको पानीमा फोहोर नफाल्दिनु कुनामा फोहोर छ त्यो पनि सफा गरिदिन अनुरोध गर्दछु। हेलो गाइस आज हामी जाँदैछौँ सिमसार। अब हामी सिमसारमा तपाईले देखाउँछौँ के हन् त्यो हेर्नु होला, लास्टसम्म हेर्नु होला यो भिडियो। ल अब के हुन्छ हेरौँ। चलो अब हामी सिमसार जाँदैछौँ र सिमसार पुगेपछि हामी तपाईलाई सिमसारको बारेमा देखाउनेछौँ अनि दृश्य देखाउनेछौँ। ल हामी अहिले दुर्गा मन्दिरमा। अब हामी दुर्गा मन्दिरबाट हिँड्न लाग्छौँ। ल अब हामी जाँदैछौँ सिमसार। हेलो नमस्ते। बसको बर्दघाट नगरपालिका वडा नम्बर 10 मा पर्दछ। राम्रो छ। हामी मोडेलियम त्यो गेट देख्न सक्नुभएको छ। यस माथि डेकोरेसन रहेछ गेटको माथि टाइगरहरू। गेट बनाएका छन्, गेटमा टाइगर छ, गिद्ध पनि छ, आइसक्रिमको भिडा पनि छ रहेको छ। यो ल हामी पुगिसकेका छौँ अब सिमसा हेर्ने होला। यो यहाँ बस्ने ठाउँ पनि बनाएका रहेछन्। फर्की बसेको छ हिमाल, आकाश उसको आँसु पुछिरहेछ। ध्यानस्थ छन् पहाडहरू, दिप्छै बोलिरहेछन् चापुरस। मानेका लुङदर हल्लाउँदै बतासले फापर गाइरहेछ। स्वर खापिरहेछन् झ्याउकिरीहरू, सिलो नाचिरहेछ भुइँपिरो। दर्शक बनेका छन् डाफे मुनाल। गुम्बा जाने उकालीमा इन्द्रेणी मैच्याङ र बालक खामको बाटो छेकिरहेछन्। बस्नको लागि ठाउँ पनि राम्रै तरिकाले संरक्षण भइराखेको छ। यहाँ बस्नको लागि ठाउँ पनि रहेछ, मिलाइएको छ। जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको माध्यमबाट व्यवस्थापन गरेको रहेछ। यहाँ एकदम राम्रो ठाउँ छ। यहाँ अलिअलि कुना कुनामा फोहोर छ त्यो पनि सफा गरिदिन अनुरोध गर्दछु। हाम्रो बाबुले अनुरोध गर्दैछ यहाँ चाहिँ सरसफाई गरेर राखौँ। अर्को बाबुले के भन्न चाहनुहुन्छ तपाईँ? कस्तो लाग्यो तपाईँलाई यहाँ आएर? राम्रो लाग्यो। राम्रो लागेको छ। पहिला पनि तपाईँ आउनु भएको यहाँ? हजुर म आएको छु। ए हो, यसरी एकदम मनमोहक ठाउँ छ यो। जाँदै गरौँ। यो चाहिँ एकदमै राम्रो छ ठाउँहरू चाहिँ। अब तर यहाँ अलिकति दिक्कत के लाग्यो भन्दाखेरि यहाँ सङ्घ संस्थाले अब यहाँ बस्नको लागि व्यवस्था गरिदिए तापनि अब साथीहरूले तल फालिदिनु भएको छ। त्यो नोक्सानी गर्नुभयो। यो चाहिँ अलिकति जाँदै गरौँ। अनि हाम्रै बस्नको लागि हो। टाढाबाट नोक्सानी अब जसले सौजन्य गरेको हो, जसले राखेको हो, मन दुख्छ। रुचि देखाउनु आफ्नो खर्चबाट कटौती गरेर त्यसको नाउँमा त्यसको स्मृतिमा सौजन्य गरेको हुन्छ।
आउनेहरूले पनि आहार यहाँको चाहिँ यहाँ चाहिँ अलि घाँसहरू त्यहाँ नजाऊ, तल जाऊ। जान्नकै यहीँ हो। यहाँ चाहिँ सबै ठिक छ। अब यहाँ हल्का झाडी भएको कारणले गर्दाखेरि अब सायद हुनसक्छ यहाँ झाडीहरू अलिकति सफा गरिएको छ, तर बेडमा के छ भने मान्छेहरू पानीहरू फोहोरहरू यहीँ हालिराख्नु भएको छ। पानीका बोतलहरू यो चाहिँ अलिकति राम्रो कुरा होइन। पानीका बोतलहरू चाहिँ यहाँ डस्टबिनमा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। चोकलेटको पनि राखेका छन्। डस्टबिन राख्नु पर्यो। यहाँ एउटा डस्टबिन राख्नु पर्यो। यहाँ दुईवटा डस्टबिन राखिदिनु होला। यहाँ डस्टबिन नभएर तालमा फालिरहेका छन् फोहोर। त्यो भएर ताल सफा छैन। यहाँ पनि एउटा बस्ने व्यवस्था रहेछ। तर यहाँ अलि केरिएको रहेछ, अलि होइन धेरै नै केरिएको रहेछ। यो केरेकोले पेन्ट गर्न अनुरोध गर्दछु। सुरज भुषाल यो कि त बेस्ट के लेखिएको छ। अलिकति अब सामाजिक विकृति नै भनौँ, चाहिँ यसरी केरिएको छ। यसलाई चाहिँ मान्छेले अलिकति सम्झेर सबैले केयर गरौँ। यहाँ घुम्न आउने मान्छेहरू जाउँ। यो चाहिँ एउटा एकदम ट्रेकिङको लागि चाहिँ राम्रो ठाउँ रहेछ। एकदम हिँड्दा मान्छेहरू साथीभाइहरू। तिमी आउँछौ भने मेरो गाउँ मागेर बुकी फुलसँग चराचुरुङ्गीको आवाज आइरहेको छ चिचचिच गर्दै। तिमी आउँछौ भने मेरो गाउँ मागेर बुकी तिमीहरू जाऊ न। यो एकदम राम्रो भ्यू रहेछ फेरि। जाऊ तिमी पनि जाऊ, नलडा नि। यहाँ चाहिँ अलि राम्रो भ्यू रहेछ। माथि चढ्ने, तल आउने, माथि चढ्ने। पछि चाहिँ अब यहाँको झन्डा दे।
यहाँ पुरा हरियाली टाढा टाढा छन्। गाइस केही भन्न चाहनुहुन्छ तपाईँ? मलाई राम्रो लाग्यो त आएर। त्यही भन। यहाँ आएर राम्रो लाग्यो तर यहाँको पानीमा पोहोर नफाक्दिनु होला त्यही हो। अरे त्यही अरू यहाँ बस्ने कुराहरू जुन छ बस्ने कुराहरू बनाइदिनु होला अलि धेरै अनि त्यहाँ भित्तामा नकेटिदिनु होला त्यो अरे त्यो भित्ताको केरेकोहरूमा पेन्ट गरेर अलि राम्रो गरिदिनु होला। त्यो बस्ने कुराहरू भत्काइदिए खाने त्यो बस्ने कुराहरू पनि अलि राम्रो बनाएर नभत्काउनु हुन अनुरोध गर्दछु। चाहिँ डस्टबिन पनि रहेछ। डस्टबिन पनि रहेछ यहाँ। डस्टबिन हो सबैजनालाई यसरी डस्टबिनमा सामानहरू फालिदिने हो भने ठाउँ चाहिँ सफा सुरक्षित रहने थियो र सबैजनाले प्लिज यसरी डस्टबिनमा सामानहरू फाल्नु होला, यता जथाभावी नफाल्नु होला। अनि यस्तै डस्टबिनहरू अलि धेरै ठाउँमा पनि राख्नु होला उता उता। इच्छा गर्दछौँ। गाइस जब हामी फर्किँदैछौँ यहाँबाट आजको यात्रा चाहिँ हाम्रो रमाइलो भयो। ल हामी फर्किन् अब हामीहरू निस्किँदैछौँ यहाँबाट। आजको हाम्रो एउटा सुन्दर गाउँ छ हिमालको काखमा र एक दिन त्यही गाउँको साँगुरो गोरेटो हुँदै म आफ्नै सुरमा हिँडिरहेको छु।